म यो सानो भिडियो मार्फत सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई भारत भ्रमणको शुभकामना दिन चाहन्छु, शुभयात्रा भन्न चाहन्छु। र त्यो यात्रा चाहिँ अत्यन्तै महत्त्वपूर्ण र ऐतिहासिक बन्नुपर्छ भन्ने कामना पनि गर्दछु, माग पनि गर्दछु। त्यो यात्रामा यहाँले थुप्रै कुराहरू देशको हितको लागि गर्नुहुनेछ भन्ने विश्वास एउटा प्रतिपक्ष दलको नेता भएको हैसियतबाट पनि म गर्न चाहन्छु। भने सिमानाका कुराहरू जस्तै महाकालीमा अहिले अस्ति भर्खर मैले हेरेर आएँ, त्यहाँनिर धमाधम निकै पहिलादेखि रहेछ। अब राज्यले चासो लिएन, चिन्ता लिएन, र अझै पनि त्यहाँनिर चाहिँ कन्स्ट्रक्सन भइराखेको रहेछ। र त्यो त्यसरी तटीय क्षेत्रमा महाकाली भन्ने सीमा नदी भएको कारणले त्यसको वारिपट्टि गरे पनि पारिपट्टि गरे पनि दुई देशको सहमति र सहकार्य हुनुपर्छ भन्ने मान्यता चाहिँ हामीले राख्नुपर्छ। र हामीलाई नसोधिकन होइन कि सोधेर पनि अनुमति दिएको हो कि यदि सोधेरै अनुमति दिएको रहेछ भने पुराना सरकारले त्यसलाई चाहिँ फेरि पुनर्विचार गरेर अगाडि बढ्नुपर्छ। त्यसका लागि पनि कुरा राखिदिनु होला भनेर म भन्न चाहन्छु। त्यहाँका भारतका प्रधानमन्त्रीज्यू लगायत त्यहाँका ठुल्ठुला मान्छेहरू जो जति हुनुहुन्छ उहाँहरूलाई त्यो सिमानामा भइरहेको गतिविधिलाई चाहिँ रोक्नका लागि तपाईँले अनुरोध गर्नुहोला। र अर्को कुरा, त्यो लिम्पियाधुरा लिपुलेख लिम्पियाधुरा भन्ने नेपालको हो भन्ने कुरा छ। त्यसलाई चाहिँ त्यो दाबीलाई पुष्टि गर्नका लागि त्यताबाट चाइनासँग चाहिँ जुन नाका खोल्ने कुराहरू भइरहेको छ, त्यसो हुँदाखेरि चाहिँ नेपालको सहमति र मन्जुरी होइन त्रिपक्षीय सन्धि जस्तो तपाईँको चाहिँ हुन जरुरी छ। त्यो एकलौटी त्यसरीको चाहिँ गर्न पाइँदैन भनेर पनि राखिदिनु होला। त्यो पनि भन्न चाहन्छु। नेपालको पनि होइन, इन्डियाको पनि र चाइनाको पनि तीनवटै सरकारको प्रमुखहरूले अथवा सम्बन्धित निकाय प्रमुखले तोकेको सम्बन्धित निकायले चाहिँ बसेर यो विषयलाई तपाईँको चाहिँ राम्रो तरिकाले सम्बन्ध बिगारेर पनि भनेको छुइनँ, मैले भन्न चाहन्न होइन। सम्बन्धलाई यथावत राखेर एउटा असल छिमेकी बिचको सम्बन्धलाई राखेर कहिलेकाहीँ हुन्छ होइन, छिमेकीको पनि यताको उताको यता हुनसक्छ। त्यसलाई चाहिँ अमिन लिएर जसरी चाहिँ टुङ्ग्याउँछौँ हामीले छिमेकको सीमा विवादलाई, छिमेकीसँगको सीमा विवादलाई, त्यस